हेलो नमस्ते नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड इट्स मी सुरेन्द्र गाइज आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै नै छु। आज भने म नयाँ भिडियोको साथमा उपस्थित भएको छु। यति बेला हामी कहाँ छौँ भन्ने कुरा तपाईँलाई थाहा नहुन सक्छ। पहिला मेरो गाडी हेर्नुहोस्, बलेवाली अफिसियल युट्युब च्यानलको चाहिँ गाडी देख्न सक्नुहुन्छ तपाईँले। र अर्को गाडी यो हो। यी हामी अहिले सिङ्गा तातोपानीतिर छौँ गाइज है। सो त्यही हो, आज चाहिँ एकदम पाहुनाहरू लिएर आएको। पाहुनाहरू उहाँ हुनुहुन्छ, बाटोमा हिँड्दै हुनुहुन्छ। पाहुनाहरू लिएर हामी चाहिँ घुम्नलाई आएको गाइज है। सो स्टे ट्युन, भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला भन्न चाहन्छु है। गाइज आज तातोपानीतिर चाहिँ इन्डिया अरुण अञ्चलबाट आएका हाम्रा काका काकीका पाहुनाहरू लिएर बेनीतिर छु। बेनी यता यहाँ माथि कुण्ड तातोपानी सिङ्गा तातोपानीतिर छु। उहाँहरू हो। इंडिया से आया है। हाय, ये बेटा हेलो। गाड़ी रिजर्व करके आ रहा है। गाडी रिजर्भ गर्दै आउनु भएको भन्दै हुनुहुन्छ है। हेर्दा चाहिँ ट्याक्कै चाइनिज लुक छ गाइस, चाइनिज जस्तै हुनुहुन्छ। उहाँहरू 5 जना हुनुहुन्छ है। 4 जना महिला हुनुहुन्छ, 1 जना पुरुष। अब यहाँ त बोका छ त गाइस, बोका हेर्ने हो गाइस। माथि पनि रहेछ। सो हामी तल झर्दैछौँ गाइज है। बिस्तार हेर्दै हामी यहाँबाट झर्दैछौँ। तातो पानी लानको लागि यो किन्दै हुनुहुन्छ। म त कुन भाषा बुझ्दिनँ है गाइज। तपाईँले त भाषा बुझ्नु इच्छा नै भन्नुहोस् है त। खाजा घर गिरी गाउँछ चाइनिज। गाइज यति बेला हामी तातोपानी कुण्डतिर भित्र आइसकेका छौँ है। सायद भित्र भिडियो बनाउनु दिन्न होला, यस्तो छ है गाइज है। देख्न सक्नुहुन्छ, महिला पुरुष पालो गरी उ गर्ने गरे। अहिले चाहिँ गेट पनि बनेको रहेछ, राम्रो बनिरहेछ है। देख्न सक्नुहुन्छ। चाइनीजहरू जस्तै हुन्छ। आप लोग का फेस हो चाइनीज जैसा दिखता है, मेरे को ऐसा लगता है। एक हफ्ता का तातो पानी में हम लोग घुसेगा, सोचा था, लेकिन हम लोग का बस का पूरा नहीं होने का कारण हम लोग घुसते नहीं पाए। पानी लेके जाते हैं अपना इंडिया में, नीचे आजमाते हैं। अगर ठीक होता तो दोबारा लेके आएगा। गुरु के छ खबर? हामी अब यता जाँदैछौँ है, त्यो खोलाको किनारतिर। खै त अरू मान्छेहरू कता जानुभयो? हाम्रो फेरि पाहुनाहरू भिडियोको एकदम पाराखी हुनुहुन्छ, क्यामेरा ठडाइ बोलिहाल्नुहुन्छ। यहाँ तातो पानी भर्दै हुनुहुन्छ है। त्यो पानी खायो भने के हुन्छ अरे? फोटा खिच्ने कार्यक्रम हुँदैछ। सो गाइज हामी अब फर्किँदैछौँ दाइ। अब यहाँबाट फर्किँदैछौँ। डुब्ने चाहिँ कुरा चाहिँ भएन, किनभने उहाँहरू छोटो टाइम लिएर आउनुभएको रहेछ। यसो हेरेर एकदमै नेचुरल प्राकृतिक रूपबाटै उत्पन्न भएको चिजलाई चाहिँ अवलोकन गरेर हामी फर्किँदैछौँ गाइज। सो उहाँहरू उता हुनुहुन्छ अहिले चाहिँ सामान किनमेल होइन। अनि त्यसपछिको क्रममा चाहिँ के हुँदैछ। अब फर्किँदैछौँ हामी गाइज है। गाडीको स्टियरिङबाट भिडियो बनाउँदैछु। 11:98 अगाडि छ, 36-76 पछाडि छ। ल हाई गर्नुहुन्छ है। हेलो हाँ खुलता है। ये हम लोग नहाने गए थे, ये खाएगा बोल के
वीडियो बना ना। मैं वीडियो बना रहा हूँ। ये मेरे को दे दीजिए, मैं खाऊंगा इसको। होगा ठीक है, आप ले लीजिए ना, आप खाइए। मैं खाऊंगा। ओ ये केजी में कितना बोला? 250। 250? ऐसा दाम है, इतना दाम है काठमांडू में, नेपाल में बहुत घूमने गया है। एक ही है ना, आओ ना। ओके खाँदै हो त नि? मकै हो के मकै खाएको कि मकै अनि के रे तातो सो पानी हामी फर्किँदैछौँ है, तातो पानीको मकै खाँदै फर्किँदैछौँ। सो फाइनल्ली हामी फर्किसकेका छौँ गाइस होइन। अहिले हामी चाहिँ बेनी बजारतर्फ जाँदैछौँ। मकै खाँदै बोल्दै गरेको छु। यति बेला खाइयो भन्दाखेरि नेपालका मिठुनका सिङ लिएर तिनीर लेट भयो भन्ने घुम्ती से भेट हो गया सिंहमा एउटा छोरा भयो मेरो। फाइनल्ली हामी बेनी बजारतिर आइपुगेका छौँ। यहीँबाट यता टिम्रो त आइज कताबाट अरे यता माथि यता अघि यता हो त्यो होइन हाम्रो के खै मलाई त थाहा छैन। आधै भन्दा कता हुन्छ अब। खै अब त हामी सरसर आमा हामी त सरसर मुस्ताङ जाने रे। बाले हो क्या? ऊ गाडी हाम्रो वहाँ छ अगाडि नबताइहाल्नु है भन्ने। ऊ वहाँ बुझ्छ हुँदैन कति। बेनी बजारतिर छौँ गाइस। यति बेला हामी अब कहाँ जान्छौँ भन्ने कुरा चाहिँ सबैजनालाई गोप्य कुरा छ। यहाँ जाने भन्ने कुरा थाहा छैन। मैले लिएर हिँडिरहेको छु। बेनी बजारतिरै छौँ। सो अहिले भने हामी उता सिंह तातो पानी गएर फर्किसकेका छौँ। फर्किकन हामी तपाईँले देख्न सक्नुहुन्छ कहाँ छौँ भन्दाखेरि म्याग्दीकै अर्को सुन्दर ठाउँ, एकदमै पर्यटकीय ठाउँ र एकदम धार्मिक स्थल गलेश्वर धाममा छौँ हामी। गलेश्वर मन्दिरमा छौँ। गलेश्वर मन्दिरमा ऊ पाहुनाहरू अगाडि गइसक्नु भएको छ। तर सुरेन सर भन्ने यही हुनुहुन्छ गाइज है। आँखा चिलायो। हेलो 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 देख्न सक्नुहुन्छ है हाम्रो पाहुनाहरू यहीँ हुनुहुन्छ। चप्पल खोलेर जाने रे माथि हो। म उष्ण साउना आउँदा लास्टै भिडभाड थियो। अहिले चाहिँ भिडभाड छैन। गाडी यतै माथि ल्यायो। मन्दिरमा दर्शन गर्ने आएको अनि त्यसपछि फर्किने। फाइनली हामी मन्दिरभित्र प्रवेश गरिसकेका छौँ। अब यहाँबाट जाँदैछौँ। यहाँ चाहिँ हेर्दा छोटो छ तर लामो पर्छ है। सरर लाइनमा जाँदै हुनुहुन्छ। सबजना यो चाहिँ शिवलिङ्गको चाहिँ दर्शन गर्दै हुनुहुन्छ। एक 108 शिवलिङ्ग
हेलो हाय एक यहाँ क्या है परमास यति बेला हामी गलेश्वर धाममा छौँ। गलेश्वर धामको यो चाहिँ पत्थरै पत्थर बीच बनाइएको मन्दिर छ। उतापट्टि काली गण्डकीको किनार छ। एकदम मनलाई आनन्द र प्रफुल्लित बनाउने ठाउँ छ। तपाईँहरू पनि आउन सक्नुहुन्छ है। दर्शन गरिकन फर्किसक्नु भएको छ। कोही आउँदै हुनुहुन्छ। अहिले हामी गलेश्वर मन्दिरमा आइसकेका छौँ। गलेश्वर मन्दिरभित्र प्रवेश भइसकेको छ। भिडियो गराऊ बालै झोला कस्तो सुहाएको। गलेश्वर मन्दिरभित्रको चाहिँ यो दृश्य हो यो है। भिडियो खिच्न पाइन के गर्दा थाहा छैन बट खिचिरहेको छु। माथि त्यस्तो शिव पार्वती गणेश अनि त्यसपछि उता अर्को के अरे शिवको अर्को छोरा नाम के अरे कुमार गणेश कुमार। गलेश्वर धाममा पूजा पाठ चलिरहेको छ है गाइजले। एउटा यो पत्थरै पत्थरको उसमा चाहिँ एउटै पत्थरमा बनेको मन्दिर गलेश्वर धाम। ठीक नहीं है। फोटो सेसन चलिरहेछ। इधर देखिए ना चाहिए जो ना वो इंस्टाग्राम में डालने दो तो इसका बहुत लाइक हो जाएगा। रुकिए तो कैसा खुसरा छैन मन्दिरमा नि चराले बाप। सो गाइज माथि पञ्चकोट गइसकेपछि गलेश्वर गइसकेपछि अनि यता तातोपानी गइसकेपछि हामी बागलुङ बजारमा वेस्टर्न रेस्टुरेन्टमा खाजा अर्डर गरेर अहिले चाहिँ बागलुङ बजारमा चाहिँ बाघको शालिकनिर है हल्ला जोगन्दा माथि यसरी हामी डुलिरहेका छौँ बजार एरियामा। यहाँ सामान किन्ने भन्दै हुनुहुन्छ उहाँहरू। कल्चरल ड्रेसहरू किन्दै हुनुहुन्छ नेपाली है। हातले हेर्नै पर्ने हातले त्यो सबै हातले भर्ने हो कि त्यसले गर्दा बढी किमत हुन्छ त्यसको।